नमस्कार यहाँहरू सम्पूर्णमा। आज हामी छोटो यात्रा संस्करणमा छौँ। अन्तिमसम्म हेरेर साथ दिनुहोला। हामी चाहिँ अहिले हाँसपोखरीको यात्रा मुधुम ट्रेल अन्तर्गत हाम्रो टोली मकै भटमास खाँदै हिँड्दैछौँ। यो मकै भटमास चाहिँ आजको पहिलो लटको खाजा नास्ता हो। त्यस पछाडि फेरि हाम्रो जराटारको लोकल बदाम होइन, भुटेको बदाम बाँकी नै छ। त्यस पछाडि चिकन लेग पिस बाँकी नै छ भनेर हाम्रो सरले भन्दै हुन्थ्यो। छ उहाँ कार्टुनमा छ होइन। त्यस पछाडि त्यहाँभन्दा अरू चाहिँ नभन्नु मलाई होइन, अनि त्यो चाहिँ भन्नु मिल्दैन होला। इनर्जी ड्रिङ्क पनि छ, त्यो बदाम जुसहरू, रेडबुलहरू हो हो। अनि अनि हाम्रो सर चाहिँ पुरा नन स्टप दिँदै कुद्दै हुनुहुन्छ। इनर्जी ड्रिङ्क चाहिँ हाम्रो सुभाष सरको झोलामा छ है। हाम्रो खगेन्द्र सरले चाहिँ सिस्टरहरूलाई चाहिँ पुरै लौरीको बन्दोबस्त गर्दै हुनुहुन्छ। तैपनि यहाँ घरको लौरी यहाँ हेर्दै हुनुहुन्छ हाम्रो सिस्टरहरू होइन। यस्तो लौरी कटाइ छ मकै भटमास। ल हेर्नुहोस् है, लौरी पनि एकदम लोकल छ। लौरी पनि लोकल, अर्ग्यानिक, सबै अर्ग्यानिक छ। भेटिएको ढुङ्गे धारामा चाहिँ हामी पानी पिउँदै छौँ। उम्रेको पानी त्यति धेरै चिसो हुँदैन भन्छन्, साँच्चै हो रहेछ होइन। हाम्रो यात्रा यसरी चल्दैछ साथी हो। ठ्याक्कै मकै खाएको, मकै भटमास खान सुरु गरेको 10 मिनट पछाडि यहाँ ढुङ्गे धारामा पानी भेटिएको छ। पानी पानी पाउँछ, सबै पाउँछ। साथीहरू यहाँ पानी पिउँदै हुनुहुन्छ। हेलो, हामी बुधुम पदमार्गको यस क्षेत्रमा आइपुगेका छौँ। हाम्रो साथीहरू यसरी आउँदै हुनुहुन्छ। उहाँहरू हाम्रो सरहरू यहाँनिर चाहिँ फोटो सेसन गर्दै हुनुहुन्छ। यहाँ व्यवस्थित बनाएको देखियो। यहाँ के लेखिएको रहेछ भने पार्टी रहेछ बस्नलाई, सफा छ ट्याक्क। यहाँ देख्नुहुन्छ, कृपया जथाभावी फोहोर नफ्याक्नु होला, प्लिज डु नट लिटर, मुधुम पदमार्ग भनेर गरेको छ। यो चाहिँ पुरानो शैलीमा तपाईँको यहाँ चाहिँ बस्ने चौतारा छ। अनि ढुङ्गाको यो बनाएको छ। उहाँ सिस्टरहरू ट्याक्क बस्दै हुनुहुन्छ होइन। साथै यहीँनिर चाहिँ तपाईँको फोहोरहरू फाल्ने ठाउँ पनि रहेछ। यहाँ चाहिँ पदमार्गमा हिँड्ने साथीहरूले त्यो फोहोरहरू यहाँनिर टक्क राख्ने रहेछ। अनि त्यस्तै यहाँ ढुङ्गे हाम्रो सर हुनुहुन्छ। अनि त्यस पछाडि यहीँनिर चाहिँ ढुङ्गे पानी पनि रहेछ। यहाँ कहाँदेखि पानी आयो त्यो चाहिँ थाहा भएन, तर पानी आइराखेको छ है यहाँनिर। नेपालीको एउटा बानी चाहिँ साह्रै फुर्सद दिलो के। यहाँ हेर्नुहोस् त, यहाँ पदमार्गको यहाँनिर बनाएको भत्काउन भ्याइसकेछ। नेपाली हामी साह्रै फुर्सदिला छौँ। यस्तो चाहिँ नगर्न पाए हुन्थ्यो। यसरी भत्काइदिएको छ। साथसाथै यहाँ चाहिँ यो पोखरी रहेछ, निकै लामो पोखरी छ होइन। यो पोखरीको नाम चाहिँ के हो भने हाम्रो सिस्टरहरू हुनुहुन्छ ट्याक्क यहाँनिर। यो हाँस पोखरी होइन, दुईवटा पोखरी रहेछ। यो पोखरीको नाम चाहिँ के हो भने ठुलो छ यो पोखरी पनि। यहाँनिर यात्राको क्रममा घोडाहरू भेटिँदो रहेछन्। पोखरीहरू घाम झुल्किएको छ ट्याक्कसँगले अहिले धेरै राम्रो गरी पारेको सिन। अब हामी उकालो लाग्छौँ है त। मुधुम मार्गको यो थोरै पोखरीदेखि मास्तिरपट्टिको उकालो रहेछ। यहाँ चाहिँ यस्तो राम्रो ढुङ्गा र माटोको खुड्किला बनाएको छ। गाइज कस्तो लागिरहेछ? रमाइलो लागिरहेछ होइन। दुईजना सिस्टरहरू चाहिँ आइसक्नु भएको छ ट्याक्कसँगले। तल हुनुहुन्छ फोटो खिच्दै हुनुहुन्छ होइन। सिस्टरहरू हाम्रो दुईजना सिस्टरहरू कडा। पर देख्नुभएको दृश्य चाहिँ टेम्केको उत्तरी भाग हो यो। टेम्केको यता काख यतातिर चाहिँ चखेवा भन्ज्याङ छ। यो बिचमा देखिएको बाटो चाहिँ दिक्तेलतिर जाने हाइवे यहाँ छ है गाइस। ट्याक्कसँगले हामी चाहिँ अहिले मुधुम पदमार्गको यहाँनिर पुग्यौँ होइन।
अझै हामीले हिँड्नु धेरै छ। साथीहरू त्यहाँ हुनुहुन्छ, यो वेमा छ। सिस्टरहरू पुरै लिची जुस खाँदै खाँदै आउँदै हुनुहुन्छ होइन। अरू साथीहरू हाम्रो साथीहरू चाहिँ हाम्रो साथीहरू चाहिँ अरू चाहिँ पछाडि नै हुनुहुन्छ है। ल यतातिर देखिएको दृश्य चाहिँ खोटाङ जिल्लाको दृश्य पर्यो। सरहरू पुरै कार्टुनमा चाहिँ बोकेर हिँड्दै हुनुहुन्छ। बिमला सिस्टर लिएर के चाहिँ गरौँ म भनेर थकित अवस्थामा यहाँनिर। हेलो गाइजहरू, हाम्रो साथीहरू त्यहाँनिर आइपुग्दै हुनुहुन्छ एउटा लट। यहाँ चाहिँ तपाईँको फोहोर फाल्ने ठाउँ पनि रहेछ, यहाँ ढुङ्गा रहेछ। सबको टाउकोमा फेटा छ, हातमा लट्ठी छ होइन, कालो झन्डा दियो नि त। हातमा लट्ठी छ, टाउकोमा फेटा छ। फोनमा बोल्दै आउनुहोस् आउनुहोस् आउनुहोस्। युद्धमा लड्दा नि हमास कटोरी नेपालमा भेटियो। आइपुग्नु भयो हाम्रो सेकेन्ड लटको सिस्टरहरू। सबैसँग एउटा एउटा लौरी छ। लौरीको व्यवस्था चाहिँ हाम्रो खगेन्द्र सरले गर्नुभएको छ। हेर्नुहोस् भोजपुरतिर देखिँदै त होला त्यही त है। आए पनि अब भुक्को के अरे भन्छ नि सबै उतैबाट बोकेर यति राम्रो निर्माण गरिदिनु भएको छ। ढुङ्गाबाट स्थानीय स्रोत साधनको प्रयोग गरेर उहाँहरूलाई मुरी धन्यवाद। हेर्नुहोस् नेपालको स्वर्गको एउटा टुक्रा। ठाउँ ठाउँमा भएको उकालीहरू ढुङ्गा र माटोले बनेका खुड्किलाहरू निकै आकर्षक छ। अनि किराँती परम्परा अनुसारको चिन्डो पनि यहाँनिर ढुङ्गाको निर्माण गरिएको छ। निकै आकर्षक क्रिएटिभ शैली अपनाएको देखिन्छ यहाँ। यहाँ तपाईँहरूले देख्नुहुन्छ हाम्रो दुईजना सरहरू। त्यसै गरी यहाँ चाहिँ चिन्डो छ। यो चाहिँ वाबुक भन्छौँ, वाबुक पनि भन्छौँ किराँती भाषामा। यसलाई निकै आकर्षक उकालो छ यो। छोटो धेरै मिठो उकालो यसलाई म भन्छु। उकालो सकिँदै यहाँनिर बस्ने ठाउँ पनि रहेछ, राम्रो रहेछ। सबैको भेला गरेर पुग्यो एउटामा पुग्यो। बस्ने ठाउँ ट्याक्क देखिँदै हुनुहुन्छ। ठिक छ। पछाडि हामीलाई कुहिरोले खेदिराखेको छ। हामी अगाडि हिँडिरहेका छौँ। साथीहरू आउँदै हुनुहुन्छ उकालो बाटो। हाम्रो साथीहरू बिनाजु हो र त्यो होइन होला।
अच्छा हामीले ड्रोन सट हान्दैछौँ यहाँनिर होइन यसो के सुगर कम भएको हो कि के यस्तो खाना जस्तो हुँदैछ मेरो तपाईँहरूको छैन अब फाइनल्ली अब तेर्सो बाटो हामी पुग्दैछौँ सिस्टरहरू निकै थकित मुद्रामा हुनुहुन्छ निकै उकालोले गर्दाखेरि साथीहरू थकित मुद्रामा हुनुहुन्छ कहीँ पुरै सुरुङबाट बाहिर निस्के जस्तो आवाज हुने खालका बाटाहरू पनि रहेछ एकदमै हामीलाई चाहिँ रमाइलो अनुभव भइरहेको छ तपाईँहरू पनि आउनुहोस् मध्यम पदमार्ग यो भोजपुर जिल्लाको टेम्केमयुङ गाउँपालिकामा रहेको यो पदमार्गलाई भोजपुर र खोटाङ जिल्लाको सिमानामा रहेको यस पदमार्गको मजा लिनुहोस् छुट्टै आनन्दको बाटो छ एकदमै आकर्षक बाटो फाइनल्ली हामी चाहिँ आउँदै हुन्छ साथीहरू भिडियो त ठ्याक्क आउँदै हुनुहुन्छ बाटो चाहिँ यस्तो छ है ठाउँ ठाउँमा बस्ने ढुङ्गाहरू च्याप्लेटी ढुङ्गाहरू अनि यसरी सुत्ने ढुङ्गाहरू पनि छ सुत्ने ढुङ्गाहरू पनि छ यहाँ रमाइलो छ बाटो चारिपट्टि कुहिरो यतातिर कुहिरो आउँदैछ हामीलाई होइन कुहिरोले पनि हामी कताबाट जाने कहाँ जाने फाइनल्ली हामी चाहिँ अहिले चिन्डोको आकारको चाहिँ वाल लगाएको छ यहाँनिर जुन चिन्डो आकारको वाल लगाएको छ यहाँनिर बस्ने ठाउँ ढुङ्गाको बनाइएको रहेछ एकदमै आकर्षक छ अनि पार्टी पनि छ यहाँ पुग्यौँ हामी अब डाइनिङ टेबल खाना लगाइरहेको छौँ डाइनिङ टेबलमा कति चाहिँ कसले बोक्नु भएको छ नि कसले गर्नु होला यति रमाइलो बाटो छ केही छोडको उकालो बाटोलाई ट्याक्क भुलाउने दृश्य केही छैन फेरि भेटिँदाले एकदमै राम्रो भइरहेको छ डाइनिङ टेबल पुरानो चौतारा एकदमै आकर्षक छन् हाम्रो सिस्टर चाहिँ गएर त्यहाँनिर फाइनल्ली बसिसक्नु भएको छ तर उल्टो बस्नु भएको छ ल ढुङ्गाकै बस्ने टेबल बस्ने कुर्सी फोहोर फाल्ने ठाउँ हाम्रो खगेन्द्र सरले भन्नुभयो भ्लगमा चाहिँ यो पनि राख्नु भनेर यहाँनिर के लेखेर जिल्ला भोजपुर टेम्केमयुङ गाउँपालिका वडा नम्बर 2 छिनामखु रुमला बस्ने स्वर्गीय दलबहादुर भुजेल जन्म 2002-2-15 गते मृत्यु 2078-12-10 गते भनेर लेखेको रहेछ यहाँ चाहिँ वडा नम्बर 2 छिनामखुको राखिराखेको रहेछ यहाँ सरहरू चाहिँ नाच्दै हुन्छ एकदमै रमाइलो गर्दै हुन्छ यता सिस्टरहरू आउँदै हुन्छ उहाँहरू आफ्नै धुनमा आउँदै हुनुहुन्छ पछाडि पनि छन् हाम्रो साथीहरू कानमा झुम्कना तिमीलाई कसले किनिदियो बुलाकी तिमीलाई कसले किनिदियो कसले किनिदियो फुल माया फुल माया फुल माया फुल माया नाच्नु सिक नाच्नु नाच्नु फाइनल्ली भेटियो यो चाहिँ हो नि त लाइन न क्यामेरा यहाँबाट चाहिँ क्यामेरा
ब्याक 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 क्यामेरा ब्याक खिचिदेऊ यहाँ म नाच्छु आउ न जानु न तपाईँ ए काका फाइनली अहिलेलाई चाहिँ नाच सक्यो होइन अहिले हामी फेरि लाग्दैछौँ अब हाम्रो गन्तव्य भनेको यताबाट हुनेछ यहाँ उकालो हुनेछ अनि त्यहाँ 2750 मिटरमा आइसकेका छौँ अहिलेसम्ममा 2750 हो 2750 मिटरमा हामी आइपुगेका छौँ फुलमाया कति रहेछ अब कति हिँड्नुपर्ने किलोमिटर हिँड्नुपर्ने छ अब हामी भर्खर 6 किलोमिटर हिँडेर त 6 किलोमिटर हाँस पोखरी 14 किलोमिटर अझै 6 घन्टा बाँकी रहेछ त अहिले हामी दलसिङे भन्ने ठाउँमा पुगेछौँ होइन 2665 किलोमिटर राम राम अझै 6 घन्टा हिँड्नु पर्नेछ हामीहरू लु जाउँ त्यही भएर त भनेको 10 बजीसम्म अनि 6 बिच्चा बिच्चामा भएको फोहोर फाल्ने ठाउँ कुहिरोले हामीलाई छोप्दैछ हाम्रो चाहिँ यहाँ खाजा बदाम एक लट बदाम पनि खाइसक्यो फाइनली गाइज यहाँनिर बिच बिचमा फलेका फुलहरूले यस्तो राम्रो ढुङ्गाको चाहिँ टेबल बनाइएको छ है हेर्नुहोस् यहाँ बस्ने ठाउँ ट्याक स्थानीय गुराँसको बोटहरू झ्याम्म छन् गङ्गारुका बोटहरू झ्याम्म छन् बिचबिचमा ढुङ्गा र माटोकै पुलहरू अनि फोहोर फाल्ने खाल्डाहरू एकदम व्यवस्थित छ ऊ पनि के अरे सकिएछ ब्याट्री सकिएछ हाम्रो पानी थाप्दैन त्यहाँ सिस्टरहरूले साथीहरू तिर्खाले प्याक प्याक भयो क्या बदाम खाएकोले गर्दाखेरि बदाम मकै भट्मासले गर्दाखेरि पानी अनि यहाँनिर खोज्दैछ साथीहरू बाटो चाहिँ दामी बनाएको हो यतिको यति राम्रो बनाएको छ खोलालाई ट्याक्क गरेर यस्तो बनाएको छ मिठो उकालो रहेछ छोटो तर निकै मिठो उकालो पनि रहेछ हामी चाहिँ यहाँ जङ्गलबाट एक खिड्किलो हिँड्दैछौँ हाम्रो खगेन्द्र सर ट्याक्क आउँदै हुनुहुन्छ खोइ केटीहरू आउँदैन अरू सिस्टरहरू पछाडि नै हुनुहुन्छ पानी साथीहरू अलिकति अगाडि आउने साथीहरूले चाहिँ वेट गर्ने चलन छ हाम्रो चाहिँ बिचरा साथीहरूलाई चाहिँ यहाँनिर ओकालीमा बदाम त कति पनि चलेन है तर भरे डाँडा पुगेपछि चल्छ होला ओकालो भएकोले गर्दा क्या त्यो त धर्म हो नि बोकेर अरूलाई दिनु सिस्टरलाई गाह्रो भयो जस्तो छ हाम्रो सिस्टरहरू कडा हुनुहुन्छ क्या खुट्टा दुख्नु थाल्यो अब चाहिँ बसौँ बसौँ ल फाइनली बस्ने ठाउँ भेट्यो ल
बदाम त उही गएर खाने हो फाइनली आफ्नो बुढा भेटियो हुन्न हो, भिडियोमा होइन भेटै भनिहाल्नु त हो के गर्नु भेटिएकै छ त नि। थाके पनि थाकेको जस्तो अनुहार र महसुस भएको छैन यो नै खुसीको कुरा छ फाइनल्ली सिस्टरले पानीको बोतलमा पेनकिलर खाने भए मेरो ब्यागमा छ। यहाँ थियो उयोमा गुराँसको जङ्गलमा गुराँसको बोटहरू बुढो भएर उखुलिएको पनि छ यो सबै गुराँसको बोटहरू अहिले चाहिँ यो सिजन चाहिँ गुराँस फुल्ने सिजन होइन यो चाहिँ डाँडाहरू पाकिस्तानको कश्मीर एरिया भन्दा स्विजरल्यान्ड हो खतरा स्विजरल्यान्ड भन्दा खतरा भनेर हाम्रो सिस्टरले भन्दैछ एकदमै खतरै छ हाम्रो एउटा ग्रुप चाहिँ यता अगाडि गइसक्नु भएको छ पछाडिको ग्रुपलाई फर्केर हेर्नु हुने कि नहुने हो पनि पछाडिको ग्रुप नै छैन गायब आउँदै गायब हाम्रा बिमला सिस्टर त्यहाँ बिचमा अगाडिको ग्रुपसँग छुट्टिएर बस्नु भएको छ छुट्टिएर खानाहरू छुट्टै बनाउँदै हुनुहुन्छ रमाइलो छ जोस् हामी यति माथि हिँड्यौँ यति माथि हिँड्यौँ सिस्टरले छाता पनि बोक्नु भएछ कान्छीको छाता ढल्काइदेऊ यता घाम पर्यो नि धारोमा बदाम खाने भयो लैजानु बदाम एकदम धेरै भारी भइसक्यो मलाई बदाम एकदम व्यापक भयो हाम्रो जोराटारको लोकल बदाम है यो चाहिँ साथी टमाटरको बदाम अब यो कसैले नखाएछु म 300 रुपियाँ पाथी एकदम मिठो स्वादिष्ट स्वादिलो छ हाम्रो सिस्टर यहाँ गलेर थाकेर बस्नु भएको छ होइन तर बाटो चाहिँ दामी हो जसले जे भने पनि होइन यात्रा रमाइलो चलिराखेको छ ठिक छ विभिन्न प्रजातिको साना मसिना फुलहरू यो तल पनि यसरी फुलिरहेको छ हेर्नुहोस् त साथी यस्तो राम्रो फुल फुलिराखेको छ के भन्नु र यो होइन एउटाबाट खिच्छु न यसरी भिडियो खिच्दैछन् दिदी बतासे चल्जुलाई पाल पाको देउडीमा हेर्नुहोस् मुन्दुम ट्रेलको एउटा पाटो हामी बिस्कुटहरू खानुपर्छ भोक लाग्यो भन्दैछ हाम्रो साथीहरू होइन लास्ट भोक लागिसक्यो अब खानेकुराहरू भएर पनि हेरेर बस्नु परेको छ तलतिर पुरै यस्तो हाइटमा छ यति माथि हाइटमा गइसक्यो हामी ल हेर्नुहोस् कति 100 किलोमिटर खै हामी चाहिँ अहिले बिहानको खाजा खानको लागि तयार छौँ होइन रोस्ट एकदमै राम्रो छ होइन साथीहरूसँग रोस्ट चाहिँ अब हामी खाँदैछौँ ट्याक्कसँगले रोस्ट कस्तो छ भनेर देखाउनु पर्यो कि कार्टुनमा यस्तो छ है गाह्रो छ होइन त्यहीँ निकाल्दै हान्दिउँ न हेर्नुहोस् यस्तो राम्रो डाँडा छ है ट्याक्कसँगले
उता पनि उता उता थाप्नु त अब तपाईँहरूको पनि थाप्नु न मैले यसो टेक्निङ अनि लाग्यो सरहरूलाई यो आधी गरिदिनु न यही एक ठाउँ उभिएर खाँदा हुन्छ मैले भिडियो गर्दै काका वरिपरि हुन्छ सर आउँदैछ हाम्रो यता म पनि छु एक्लै स्याउ खाने म पनि छु उता पनि देखाइदिनु है उहाँ चाहिँ एक्लै स्याउ खाने यहाँनिर रुखको ओडार यस्तो छ यस्तो बाटो पनि हिँड्नु पर्छ साथी हो गुराँसको फेदको बाटो कस्तो छ अब कुहिरो आयो कुहिरोले एकदम चिसो हुने भयो पुरै ठाउँ ठाउँमा चिन्डो वाबुक आकारको पोखरीहरू पनि निर्माण गरिएको छ अनि यसरी कुहिरो हामी हिँड्दा हिँड्दै कुहिरो आइपुगेको छ कुहिरोले हामीलाई अहिले थोरै छोपेको छ कुहिरोले यताबाट कुहिरो आइरहेको छ उकालो निकै मिठो उकालो छ यो उकालो देखेर साथीहरूले एकचोटि फेरि हैरानी हुनेछ उकालो मिठो छैन त सर एकदमै यहाँ भन्दा ठाउँ छैन तर उता देखाउँछ हेर्दा हेर्दै फेरि कुहिरो चाहिँ हराएको छ ल हेर्नुहोस् त यस्तो रमाइलो ठाउँ एकैछिनमा कुहिरोले छोप्छ एकैछिनमा उज्यालो हुन्छ तलबाट माथिको चाहिँ हामी के चाहिँ एकदम ट्रेलको 3 घुम्तीमा पुगेको छौँ 3 थुम्कीमा यहाँ चाहिँ निकै ठुलो भिड रहेछ यतातिर भिड देखिन्छ है भिडमा पनि फुलहरू फुलेको छ नि हाम्रो सिस्टरले चाहिँ फुल टिप्दै हुनुहुन्छ जाउँ सिस्टर भयो ल जाउँ अनि एउटा ग्रुप चाहिँ अगाडि गइसक्नु भएको छ पर चाहिँ कुहिरो बादल आएको छ धेरै बादल आइसकेको छ होइन जाउँ न यस्तो छ भिड छ यतातिर धेरै ठुलो भिड छ है साथीहरू यहाँ चाहिँ देख्दैछु तपाईँहरूले बाटो एकदम राम्रो छ है यति ठुलो बाटो छ फाइनली साथी हो हामी चाहिँ यता कुनको डाँडामा पुगेका छौँ एकदम पदमार्गको बाटो यति राम्रो छ थुम्की डाँडाको 3 थुम्की डाँडाको चाहिँ हामी चौरमा छौँ हाम्रो साथीहरू अगाडि आएर यहाँनिर फोटो सेसन गरिसक्नु भएको छ यहाँ साथीहरूले चाहिँ यहाँ झोलासोला फालेर हिँड्नु भएको छ अनि यतातिर हेर्नुहुन्छ भने यस्तै राम्रो छ यस्तो राम्रो छ यतातिर फेरि अब त्यता जाने कि नजाने भन्ने कुरा भयो कि सरले यहाँ पुरै हाम्रो सरले चाहिँ एक्सन लिँदै हुन्छ ट्याक्कसँगले यहाँ फोटोग्राफर हुनुहुन्छ हाम्रो सिस्टर जाउँ सरहरू ए सिनलाई निकालेर हाम्रो साथीहरू चाहिँ धेरै फोटो खिचेको सरको नयाँ है फेरि हामी मध्यम ट्रेलको माथि चौरमा आइपुगेको छौँ धेरै राम्रो छ हेर्नुहोस् यो चाहिँ बाटो भुलिन्छ भनेर ठ्याक गरेर बाटो यो चाहिँ बारेर हुनुहुन्छ हाम्रो साथीहरू पुरै लडीबडी गरिराख्नु भएको छ चौरमा ओ त्यो डाँडा रहेछ जाने बाटो हेर्नुहोस् यहाँ बस्ने ठाउँ यसरी छ लु जाउँ यहाँनिर चाहिँ धनु काँड बनाएको रहेछ धनु है यो चाहिँ तपाईँहरूले पोखरी बनाउँदा चाहिँ धनु हो यो ठ्याक्कै धनु बाँड भन्छ होइन यो किराँतीहरूको मिथकसँग चाहिँ जोडिएको छ यो चाहिँ होइन यो चाहिँ बाटो यो चाहिँ यो फाँटमा चाहिँ आगन्तुक पर्यटकज्यूहरू चाहिँ हराउँछ भन्ने दृष्टिकोण राखेर चाहिँ त्यसलाई चाहिँ 2टा चाहिँ ढुङ्गाले वरतिर र पर्तिरबाट चाहिँ बाटोको सिमाना चाहिँ लगाइदिएको छ त्यो एकदमै राम्रो हो यो चाहिँ धनुबाँड है धनुबाँड यता छ यस्तो गर्नुहुने चाहिँ महानुभावहरूप्रति हामी आभारी छौँ जति गयो त्यति रमाइलो छ थकान त कहाँ जान्छ यार
फेरि चौर कटेपछि हामी चाहिँ मैदान कटेपछि फेरि ओह्रालो लाग्दैछौँ। प्रवीणा सिस्टर हुनुहुन्छ, यता हाम्रो विमला सिस्टर हुनुहुन्छ होइन, यता हाम्रो सुजु सिस्टर हुनुहुन्छ। त मेरो भ्लगमा धेरै देखिराख्नु भएको छ उहाँ चाहिँ, किनभने हामी सँगै यात्रा गरिरहेको थियौँ। धेरै राम्रो उत्कृष्ट बाटो रहेछ। हिँड्ने क्रम अगाडि पछाडि छौँ। अगाडि पछाडि छौँ। भिडियो कल यहाँ देखाउनु लु हेर्नुहोस् साथीहरू, यहाँ चाहिँ मेरो नाम पनि यहाँनिर लेखिदिएको तपाईँको भुपु मायालुले लेखेको बिचरा होला है। ओए गाइजहरु ओह्रालो बाटो छ। हामी चाहिँ चिसोले अलिकति केही मात्रामा हामीलाई चिसोले प्रभाव पार्ला कि जस्तो भइरहेको छ। तलबाट कुहिरो निस्किने क्रम जारी छ, हाम्रो यात्रा जारी छ। यहाँ यति राम्रो मनमोहक दृश्यहरूलाई क्यामेरामा कैद गर्दै हामी अगाडि बढिराखेका छौँ। हेर्नुहोस् भिरबाट चाहिँ चिसो यसरी आउँदो रहेछ। कुहिरोहरू एकैछिनमा यतापट्टि आउँदैन अनि यतातिर चाहिँ जङ्गल छ। फाइनली गाइज हामी चाहिँ अहिले मुन्तम ट्रेल मार्गको कुन ठाउँ रे यो? धोद्रे भन्नेमा आइपुगेछ। धोद्रे 6-5 धोद्रे अरे धोत्रे आइपुगेछ है। धोत्रे देउराली पुगेछ। फाइनली गाइज हैन धोत्रे हैन थोत्रे देउराली आइपुगेछ। हामी यहाँ पुग्यौँ। कति उचाइ 2750 मिटरको उचाइमा छौँ हामी होइन। सिस्टरहरू गलेर थकित मुद्रा हुनुहुन्छ यहाँनिर। बहिनी चिया खानु पाइन्छ? चिया खानु पाइन्छ? कति रुपियाँ ग्लास पर्छ? 20? ल एक कप खाइदिउँ। 12वटा चिया ल। तपाईँ नखानु? फाइनली गाइज हामीले चाहिँ यहाँनिर 20 रुपियाँ कपको चिया। 20 होइन 20 हो नि? लु चिया ढ्याप्प दिनुहोस् त। 11वटा बनाइदिनुहोस् ल। 10वटा बनाइदिनुहोस् ल। 10वटा चिया 10वटा बनाइदिनुहोस्। हामीले चाहिँ हाम्रो साथीहरूले चाहिँ अब 2जना सर मिस सिस्टरहरू चाहिँ नखाने हुनुभएको छ। हामीले चाहिँ अब धोद्रेमा यहाँ चाहिँ फाइनल एउटा बोर्ड रहेछ। बोर्डको अगाडिपट्टि बसेर हाम्रो सिस्टर चाहिँ त्यहाँ हुनुहुन्छ। धोद्रे देउराली स्वागत छ होइन। ल ठिक छ। हाम्रो विमला सिस्टरहरू हुनुहुन्छ, हाम्रो साथीहरू यहाँ भएको छ। हो यहाँ त के पाइँदो रहेछ भने रेड पान्डा पाउँदो रहेछ। ल अब हामी यहाँ चिया खाने कुरा गर्दैछौँ। उहाँ दिदीले चाहिँ राम्रो मिठो चिया खुवाउनु भयो। कोपिलासगढी गाउँपालिकामा परेको यो होम के अरे उमा चाहिँ दिदीले गोठी स्टेमा चाहिँ दिदीले चाहिँ राम्रो चिया खुवाउनु भयो। अनि हामी चाहिँ चिया खाएर लाग्यौँ। टोलीहरू तगडाको साथ हिँड्दै हुनुहुन्छ। अब हाँस पोखरी कति रहेछ भने 8 किलोमिटर मात्रै रहेछ। 3 घण्टा मात्र लाग्ने रहेछ। ए 8 किलोमिटर मात्रै रहेछ है। अब मलुवा पोखरी चाहिँ कुन थियो? धोद्रे मलुवा पोखरी कुन थियो? मलुवा पोखरी कहाँ छ दिदी? ए त्यो सुरुमा आएको पोखरी हो कि हो? ए हो रहेछ। त्यो 2टा पोखरी थियो दिदी। ढुङ्गे पानी ढुङ्गे धारा पनि छ यहाँनिर। ढुङ्गे धारामा प्रत्येकमा पानी रहेछ। टोइलेटको पनि व्यवस्था रहेछ। यो गोठहरूमा चाहिँ मान्छे बस्नुहुन्न? यो सबै खोटाङकै मान्छेहरूको गोठ हो? ए ल खोटाङको चाहिँ कोपिलासगढी गाउँपालिकामा रहेको यो गोठहरूमा चाहिँ अब बिस्तारै गाईबस्तु ल्याउनुहुन्छ अरे। सानो नानीलाई सिस्टरहरूले चाहिँ बाइक गर्दैछन्।
कपिलास गढीबाट चाहिँ यता खोटाङतिरबाट चाहिँ बाटो सडक बाटो पनि यहाँसम्म चाहिँ आइपुगेको रहेछ। बाटो पनि खनेको देखियो। अनि यहाँनिर चाहिँ के भनेदेखि बेमौसमी गुराँस पनि फुलिरहेको रहेछ होइन। कस्तो अचम्म होइन। रेड कलरको हुन्छ तर यहाँनिर पिङ्क कलरको निस्क्यो। हो यो अर्कै कलरको रहेछ। अब फेरि उकालो आएको छ। उकालो भनेपछि मजा छ, रमाइलो हुन्छ। ल्याउनु चिठो मात्रै बोक्छु, ल्याउनु त साथीहरूलाई उकालोमा। हजुर हानिदेऊ हानिदेऊ। अर्को महँगो छ भने अनि के त? अर्को महँगो छ भने के गर्नु त? अर्को महँगो छ भने के गर्नु त सर? ठाउँ ठाउँमा भएको एकदमै समथर भूभागहरू पनि रहेछ। समथर भूभागमा हिँड्न चाहिँ एकदम सजिलो हाम्रो साथीहरूलाई। हाम्रो सरले फुल भन्दै हुनुहुन्छ होइन। साँच्चै आकर्षक पनि देखिएको छ। हामी सिरियल हेर्दै हिँड्दैछौँ। हामी पाकिस्तानी सिरियल हेर्दै हिँड्दैछौँ। हो कुहिरोले अगाडि पछाडि रोकेको छ। नजिकै रहेको बिट्यान हुँदी चिरबिर चिरबिर चराको आवाजहरू एकदमै राम्रो मनमोहक सुनिएको छ। अरू चाहिँ ठाउँ ठाउँमा चाहिँ यस्तो खालको नि बस्ने ठाउँहरू बनाइएको छ जुन पुरानो रुखहरूलाई चाहिँ काटिदिएर गएको छ भने फोहोर खाने ठाउँ पनि यहाँ बनाइएको छ। एकदमै मनमोहक दृश्य साथमा छ। साथीहरू हाम्रो साथीहरू हिँडिराख्नु भएको छ। अहिले हामी मयङको लगभग नजिक पुगिसकेका छौँ। म चाहिँ पछि बसेर भ्लग बनाइराख्दैछु भने साथीहरू अगाडि नाच्दै हिँड्दै हुनुहुन्छ। पुरै छुट्टै मजा छ। माथि देखिएको डाँडा त्यति हुन्छ। कुहिरोले झ्याप्पै छोपेको छ। चराहरू उड्दैछन् यहाँनिर, सानो चराहरू आफ्नो गन्तव्यमा। हामी छौँ एक दर्जन टन्नै छौँ यति। साथीहरू गल्नु भयो जस्तो छ यहाँनिर। पुरै चौर फराकिला फाँटहरू कुहिरो आएको छ। फेरि हल्का कुहिरो आएको छ। फेरि कस्तो रमाइलो भन्ने यहाँको चाहिँ कुहिरो हल्का आउने उड्ने सकिने अनि फेरि एकछिन खुल्ला हुने। केही क्षणको समयमै फेरि कुहिरो आउने। कुहिरोसँग लुकामारी गर्दै लुकामारी खेल्दै हामी चाहिँ अगाडि बढिरहेका छौँ। अनि साइडको जङ्गलहरू पनि त्यस्तो ठुलो घना जङ्गल होइन। साना साना बुट्यानहरू छन्, बुट्यानहरू छ। साथीहरू अगाडि हिँडिराख्नु भएको छ भने हामीले पार गरेको दृश्य यस्तो छ है। त्यो अब हामी लगभग 3 किलोमिटरको आसपासमा पुगिसकेका छौँ मुन्धुम ट्रेलको।
कुहिरोले सबै छोपेछ। है डाँडै डाँडा हामी चाहिँ बाटो चाहिँ ओरतिर र पतिर ढुङ्गाको सिमाना लगाइदिएर चाहिँ बाटो बनाइदिएको छ। हावा हुरुरु चल्दैछ। आमामा डाँडा ल कुहिरोले यस्तो बनाइदिएको छ। यति राम्रो ठाउँलाई कुहिरोले झाप्पा छोपिदिन्छ लु हेरौँ त। जङ्गलको बाटोभरि थाकेर अब चाहिँ ललाक लुलुकै भयो होइन। गुराँसको फुल आमा कस्तो राम्रो। लौ गुराँसको डुकु बसिसकेको छ। कृपया जथाभाइ फोहोर नफ्याँक्नु होला भन्नुभएको रहेछ। गुराँसको बोटै बोट। लु हेर्नुहोस् है बाटो त्यस्तो छ। गुराँसको बोटहरू कति राम्रो होला होइन फुलेको बेलामा झनै राम्रो। झ्याउहरू रुखमा झ्याउहरू पराएर यस्तो छ। हेर्नुहोस् त यहाँनिर खोला बग्ने हो पुल बनाइदिनु भएको छ यहाँ चाहिँ होइन। खतरा छ यहाँ खोला छ। खोलामा यहाँ पुल छ। खोलामाथि यस्तो छ। सिस्टरहरू त्यहाँ आउँदै हुनुहुन्छ। त्यहाँनिर आउँदै हुनुहुन्छ ट्याक्कसँग। थाक्नु भएको छैन उहाँहरू। एउटा ग्रुप चाहिँ यता हुनुहुन्छ भने अर्को ग्रुप चाहिँ अगाडि गइसक्नु भएको छ। सिस्टरहरूको गोप्य गफ जाँदैछ त्यहाँनिर चाहिँ गोप्य सल्लाह। अब 2 किलोमिटर छ। 2 किलोमिटर अब त लगभग पुग्यौँ हामी भन्दा नि हुन्छ। करिब 2 किलोमिटर छ होइन। साथीहरू अगाडि गएर हामीलाई चाहिँ साइन गरिराख्नु भएको छ। हामी हराएको छैनौँ आउँदैछौँ भनेर हामीले पनि भनेर हामीले पनि सङ्केत गरिसकेका छौँ। वरिपरि डाँडै हरियाली डाँडा पाखा पखेराहरू छन्। कुहिरो हेर्नुहोस् यहाँ फेरि यताबाट कुहिरो आइसकेछ। ए सिमसार छ यहाँनिर। अहिले चाहिँ हाम्रो साथीहरू गलेपछि चाहिँ आफूलाई रिस उठ्छ। त्यही भएर साथीहरूलाई गलेपछि के हुन्छ भनेदेखि उकाली चढाउला ल। अब धेर छैन अरे सर। अब धेर छैन अरे सरहरू। अब धेर छैन। मयुङको अहिले हामी चाहिँ मयुङ पुग्न लाग्यौँ। मयुङ हाँस पोखरी जाने क्रममा साथीहरू त्यहाँ अलाप बिलाप भइराख्नु भएको छ। बाटो यस्तो उकालो छ। खोड्किलै खोड्किलो छ। यहाँनिर गोठहरू छन्। यहाँनिर पानी छ।
पानीको धारा त्यहाँनिर देख्दै हुनुहुन्छ अझै उकालो छ जानुपर्ने बाटो होइन त्यहाँनिर ऊ छ उहाँहरू पनि आइपुग्नु भयो उकालो कडा उकालो छ है यो चाहिँ उकालो कडा साथीहरू आउँदै हुनुहुन्छ आज मलाई चाहिँ अचम्म लागिरहेको छ सबभन्दा खतरा हिँड्नेमा चाहिँ म रहेछु होइन भने जतिखेर पनि म अगाडि नै भइरहेको हुन्छु व्यवस्था नि रहेछ यहाँ गाइज हामी चाहिँ हाँस पोखरीको डाँडातिर चाहिँ आउँदैछौँ हाम्रो डियर कमरेडहरू यतातिर आलाप बिलाप भएर चाहिँ यहाँ कुदिँदै हुनुहुन्छ दुःख छ पीडा छ तर त्यति नै मनोरञ्जन छ त्यति नै आत्मसन्तुष्टि छ हाम्रो कमरेडहरू यहाँनिर डियर कमरेडहरू यहाँ ऊ त गोठमा होला सायद सर ऊ त गोठ होला हो त्यो गोठ त होमस्टे हो सर ए हामी अझै उतै रहेछ लु हेर्नु त सर यो कुहिरो नलाग्नु भने कति राम्रो छ त्यसै अनि पर्यटकीय क्षेत्र भनिन्छ त नेपाललाई जारी छ यात्रा केही साथीहरू अगाडि लाग्नुभयो केही साथीहरू पछाडि नै हुनुहुन्छ अब हाम्रो गन्तव्य लगभग हो पुग्दैछ अन्त्य हुँदैछ गन्तव्य पुग्दैछौँ साथीहरू पुरै बाल्यकालको गफ गर्दै उकालो कटिँदैछ त्यहाँ माथि पनि चौरहरू ठुलो ठुलो रहेछ भिरहरू बाटो चाहिँ A1 छ हाम्रो सरहरूको चाहिँ एकदम युनिक टोन छ युनिक छ बिचरा हाम्रो एक हिल सिस्टरहरू अगाडि गइसक्नु भएको छ लु हेर्नुहोस् यस्तो छ हामी कहाँ पुग्यौँ भन्ने कुरो अझै पत्ता लागेको छैन जङ्गलहरू देखिँदैछ ऊ त्यहाँनिर होला सायद होमस्टे त्यो होमस्टे होला अनि त्यहाँदेखि पनि अलिकति परै हुनुपर्छ मेरो विचारमा हो त्यो होमस्टे अहिले हामी चाहिँ नेपालको काश्मीरमा हिँड्दैछौँ यहाँ चाहिँ पाकिस्तानी र चाहिँ पाकिस्तानी जासुसको कमान्डर यो हाम्रो यहाँ अगाडिपट्टि चाहिँ पाकिस्तानी जासुसहरू जस्तो देखिँदैछन् तर हामीले होमस्टे जाने बाटो चाहिँ यता थियो होमस्टे चाहिँ यता थियो तर हामी चाहिँ कता गयौँ भनेदेखि अझै अगाडि नै बढ्दैछौँ साँझ परिसकेको छ हाम्रो बाटो अझै यात्रा अझै जारी छ ल है यहाँनिर चाहिँ यस्तो छ साथी हो चौरीको छोर्पे अलि भोक लाग्न थालेको अवस्था हो यो चाहिँ भोक लाग्न थाल्यो हो मलाई त यहाँ तल चाहिँ के रहेछ भने यहाँ केले होमस्टे जाने बाटो देख्दै हुनुहुन्छ हजुरहरूले यहाँ चाहिँ होमस्टे एउटा दुईवटा तलको होमस्टे निकै ठुलो रहेछ यति राम्रो सुन्दर प्रकृतिकोले भरिपूर्ण स्थल
हजुर होमस्टे है यो चाहिँ होमस्टे यहाँ ट्याक्क छ त्यहाँनिर बाटो छ हामी यसरी जान्छौँ हाम्रो टोलीहरूमा अझै हिँड्ने उत्साह छ लाग्छ उहाँहरू आजै सिलिचुङ पुग्छु जस्तो लागेर चाहिँ हिँडिराख्नु भएको छ तर म चाहिँ अन्तिम अवस्थामा पुगिसकेको छु अहिले चाहिँ भोक लागेर चाहिँ एकदम मेरो आवाज पनि आउन छोडिसकेको छ खानालाई त लोकल बदाम पनि टन्नै खाइयो मकै भटास खाइयो साप्रा खाइयो कुखुराको तर पनि भोक चाहिँ लागिरहेको छ है साथी हो साह्रै राम्रो छ हाम्रो कान्छी बहिनी यतातिर हुनुहुन्छ हामी कता जाने हो आमामा यो चाहिँ के को रास हो भनेपछि ल र सिस्टरहरूको जोस भनेको हेर्नुहोस् सिलिचुङ पुग्ने जोस छ उहाँहरूको अझै पनि गल्नु भएको छैन डाँडा छ यो चाहिँ हैन भन्नुहोस् यो धेरै राम्रो डाँडा छ यहाँनिर चाहिँ प्रकृतिले नै पुरै के भन्छ आधी रुख उता पछाडि आधी रुख आधी के भन्छ खुइले पाएको छ यस्तो राम्रो डाँडा छ कि यहाँनिर सबैजना घुम्नलाई आउनु होला साँझको बेलामा देखिएको दृश्य यस्तो देखिन्छ है साँझको बेलामा जस्तो देखिन्छ ट्याक्क सँगले जङ्गल छ हाम्रो साथीहरू अझै हिँड्न क्रम जारी छ होला हो फाइनल्ली गाइज हामी चाहिँ टेम्के मयुङ डाँडामा हिउँमा चाहिँ यसरी झर्दैछौँ हाम्रो साथीहरू यसरी चाहिँ झर्दै हुनुहुन्छ ब्याग यतै हो ब्याग यतै हो भरे यतैबाट होइन पोखरी है यो चाहिँ साथी हो पोखरी हो यो चाहिँ होइन हाँस पोखरी भनेको चाहिँ यो साथी हो तर यो जङ्गलले अलिकति छलेको छ यहाँनिर होइन हाम्रो बहिनी यहाँनिर हुनुहुन्छ डान्स गर्दै हुनुहुन्छ यहाँ ट्याक 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 उता फर्केर यता हाम्रो भान्जी हुनुहुन्छ यता हाम्रो माइली बहिनी हुनुहुन्छ केही भन्न चाहनुहुन्छ फोटोग्राफर होइन यता हाम्रो टोलीहरू हुनुहुन्छ यता हाम्रो सर कता हाँस पोखरीमा आइपुगेका छौँ 26 किलोमिटर 12 घण्टाको यात्रापछि हामी अहिले यो हाँस पोखरीमा आइसकेका छौँ ल इन्जोय हाम्रो उहाँ चाहिँ हामीलाई गाइड गर्दै ह्यापी सन्डे हो ह्यापी सन्डे भन्दैन हैन कर्मचारी ह्यापी सन्डे तिमीलाई बनाउला टमाटर कारमा तिमीलाई चढाउला सुवासा भिडियो सालालाला झन्झन बढ्यो तिर्सना सालालाला पछाडिको मोटरले झेलो हानेको अगाडिको तल हाँस पोखरीमै पुग्छ फाइनल्ली गाइस साथीहरू हाम्रो चाहिँ हाँस पोखरी भ्रमण पछाडि खाजा चाहिँ यहाँ हामीले लोकल मकै भटमास र बदाम भुटेको बदाम यो चाहिँ बदाम चाहिँ फेरि जराटारको है अहिलेको सालमा चाहिँ 300 रुपियाँ पाथी चलिरहेको छ गुड धेरै धन्यवाद वेलकम बदाम भन्दा पनि यसपालि मकैमा को समस्या पर्यो त यति भनिदिनु भयो खुसी लाग्यो हेर्नु होला यो काग पनि यहाँ उडिरहेको छ ल हेर्नुहोस् त गाइस हामी आउँदाखेरि कति राम्रो खुलेको छ होइन अब कुहिरो यसरी पछाडिबाट आइरहेको छ कुहिरोहरू हामी अहिले 3005 किलोमिटर माथि छौँ मिटर माथि समुद्री सतहदेखि 3005 मिटरसम्म छ ट्याम्के डाँडा ट्याम्के डाँडा
पर छ देखिएन है पर छ पिरोले डाँडा सोधेको चाहिँ हामीभन्दा 100 मिटर मात्र अग्लो छ। हामीले त्योभन्दा 3000 मिटर हामी 3005 मिटर माथि छौँ। र यो हाँस पोखरी हो। यो ठाउँ चाहिँ किराँतहरूको विशेष गरेर हाँस पोखरी पनि त्यो के अरे तपाईँहरूको भन्छ नि बा चिन्डो आकारको छ हाँस पोखरी र उहाँ पर देखिरहेको मन्दिर चाहिँ पारुहरूको बाटो छ। यहाँ चाहिँ निर्माण गरिएको यो निर्माण गरिएको छ। अरू केही छ भने भन्दै म भनिदिइहाल्छु। तपाईँलाई लागेको मनमा लागेको कुरा हुन्छ आज कस्तो भइसकेको आजको यात्रा एकदम बेस्ट 12 घन्टा हामी हिजो के भन्छ चखेवादेखि यहाँसम्म 12 घन्टा लागेर हिँडेर आयो भने एकदमै धेरै राम्रो बाटो त यति धेरै राम्रो झन् यो पुरै हरियो हुनु भने कति राम्रो हुन्छ होला। हामी चैत वैशाख आउटस्ट्यान्डिङ होइन ल धन्यवाद। अन्तिममा हामी चाहिँ फाइनल्ली साथीहरूसँग चाहिँ अहिले हामी हाँस पोखरीबाट बिदा हुँदैछौँ। अनि यो चाहिँ हाँस पोखरीको अलिक माथि डाँडाबाट देखेको भ्यू जो साथी हो यो मयुङको डाँडा यो होइन अझै। अनि हाम्रो सर म्यामहरू हुनुहुन्छ यतातिर सिस्टरहरू हुनुहुन्छ होइन। यहाँ पोखरी छ ए हेर्नुहोस् गाइज मुख्य हाँस पोखरी चाहिँ यो है एकदम राम्रो देखिरहेको छ। ड्रोन सट हो यो। सबैको ग्यादरिङ हाम्रो यो छोटो यात्रा संस्करणलाई हेरिदिनु भएकोमा तपाईँहरू सम्पूर्णलाई धन्यवाद। साथै हाम्रो सम्पूर्ण टिमका साथीहरूलाई धन्यवाद सम्झना